अब चाहिँ अर्को लेसन चाहिँ अन्तर्वैयक्तिक सिपको छ। आफूले नजानेको कुरा अरूसँग सोधेर सिक्ने र आफ्ना विचार राखेर अरूसँग सञ्चार गर्ने सिप नै अन्तर्वैयक्तिक सिप हो। अब के भयो, आफूले नजानेको अरूलाई सोध्ने अनि आफूले सिकेको पनि अरूलाई सिकाउने नै अन्तर्वैयक्तिक सिप भयो। अब यसको महत्त्व धेरै छन्। अरूका कुरा सुनेर र आफ्नो कुरा सुनेर विषयवस्तुमा स्पष्ट हुन सकिन्छ र विषयवस्तुमा स्पष्ट हुनु यो तरिकाले संवाद भनिन्छ। यो संवादको प्रक्रिया हो। यसले चाहिँ जीवनमा आइपर्ने समस्या पनि समाधान गर्न सिकाउँछ, आफ्नो लक्ष्यप्रतिको लागि चुनौती सामना गर्न सिकाउँछ, अरूलाई विकासमा विश्वासमा लिएर काम गर्न सकिन्छ, आफ्ना काममा वास्तविक गर्न सकिन्छ, आफ्ना आचार विचार र समाज संस्कृति परिवर्तन गर्न सकिन्छ, आफूभित्र विकास हुने असमझदारी हटाएर सबैलाई चिन्ने अवसर प्राप्त हुन्छ, दैहिक सम्बन्ध विस्तार गरेर आफ्नो दैनिकीमा आइपर्ने दण्ड समाधान गर्दै सफलताको बाटो निर्धारण हुन सक्छ। यो व्यक्तिगत विकास गर्ने, सङ्कट व्यवस्थापन गर्ने, जुनसुकै अवस्थामा पनि काम सम्मान गर्ने सफल सिप हो। यसले अरूलाई नराम्रो ठान्ने, आफूलाई श्रेष्ठ मान्ने दुवै कुराको अन्त्य गर्छ। मान्छेले आफ्नो सकारात्मक सोच राखेर अरूलाई पनि सकारात्मक देख्नुपर्छ। आफूले सकारात्मक राख्यो भने बल्ल पो अरूलाई सकारात्मक देखिन्छ त। मानिसका सम्बन्ध विस्तार गर्ने धेरै तरिका हुन्छन्। सामाजिक सञ्जालमा प्रत्यक्ष भेटघाट नहुने मानिसहरूसँग भेट हुन्छ। संसारका जुनसुकै संवाद र सफल हुन सक्छ। अनुहार हेरेर गफ गर्न सकिन्छ, छलफल बैठक र सेमिनारमा भाग लिन सकिन्छ। यी सामाजिक सञ्जालबाट अन्तर्वैयक्तिक सम्बन्ध विस्तार गर्ने राम्रो तरिका हुन्। यसलाई सफल मानिस र असल विषयबाट असल विचार सिक्ने साधनको रूपमा लिन सकिन्छ। सामाजिक सञ्जाललाई कतिपयले गलत तरिकाले पनि प्रयोग गर्छन्। कतिपयका अन्तर्वैयक्तिक जानकारी हेरेर व्यक्तिगत जानकारी हेरेर अन्तर्वैयक्तिक जानकारी होइन, गफ सुनेर फोटोको दुरुपयोग गरेर दुःख दिन्छन्। हेर, तिमीले सञ्चारको दुरुपयोग गर्नु हुँदैन। योबाट ज्ञान आर्जन गर्नुपर्छ, राम्रो ढङ्गले प्रयोग गर्नुपर्छ। यसलाई अवस्थामा विस्तार गर्ने माध्यम बनाइयो भने मानिस कुलतमा फस्ने पनि हुँदैन। खराब नियतका मान्छेसँग सम्बन्ध बनाउने नै होइन। हेर, तिमीलाई पनि थाहा कि यो लेसनको कति भयो कुराहरू होइन। अब त्यसैले नकारात्मक लतको विकास सञ्जालले गर्न सक्छ। सामाजिक सञ्जालको प्रयोग गर्दा आफूले राम्ररी प्रयोग गर्नु पर्यो होइन। अनि अर्को इम्पोर्टेन्ट कुरा यो लेसनमा भनेको नेतृत्व व्यक्ति, समूह र सङ्गठनको अगुवाई गर्ने कार्य हो। नेतृत्व भनेको के हो रे? समूह, व्यक्ति, सङ्गठनको अगुवाई गर्ने कार्य हो। व्यक्तिको भए पनि, समूहको भए पनि, सङ्गठनको भए पनि अगुवाई गर्ने कार्य नै नेतृत्व हो। अब नेतृत्व भनेको लिडरसिप। एक व्यक्तिले आफूसँग मित्रता, पारिवारिक सम्बन्ध, पेसागत सम्बन्ध, माया, ममता, भाववृत्ति, स्वभाव विकास गर्ने आधार नै नेतृत्व हो। समूहमा व्यक्तित्व र अन्तर्वैयक्तिक सञ्चार सहयोग वातावरण विकास गर्नुपर्छ। निर्णय गर्ने क्षमता र समस्या समाधान गर्ने शिल्प पनि परिवेशित बनाउनु पर्दछ। विचार निर्माण र चुनौतीको सञ्चार त झन् महत्त्वपूर्ण हुन्छ। व्यक्तिले आफू, व्यक्ति, समूह बीचका सम्बन्ध विस्तार गरी कार्य गर्न सक्नुपर्दछ। नेतृत्वले अरूलाई सम्मान गर्न, सकारात्मक पुष्टपोषण ग्रहण गर्न, गुनासो सुन्न र अरूका असल कामलाई प्रशंसा गर्न जान्नुपर्छ। अवस्था आलोचना, नकारात्मक सोच, अल्पहेलना र गलत सन्देश प्रवाह गर्नु हुँदैन। सामाजिक, सांस्कृतिक, व्यक्तिगत सन्दर्भगत बाधालाई समाधान गर्न सिक्ने व्यक्तिले मात्र अन्तर्वैयक्तिक सम्बन्ध व्यवस्थापन गर्दछ। अर्को कुरा भनेको हामी टोली कार्य र नेतृत्वको विकास पनि पढ्नुपर्छ यो लेसनमा। टोली कार्य भनेको बेसिकली समूहमा गर्ने कुनै कार्य हो होइन। टोली कार्य समूहमा काम गर्ने सिप हो। समूह काममा काम गर्दा के हुन्छ? व्यवस्थापक र कामदार व्यक्ति आफै हुन्छ। यसले काम गर्दै गर्दै व्यक्तिलाई सिकाउन पनि सिकाउँछ, नेतृत्व रूपमा पनि परिदित गर्छन् होइन। अब टोली कार्यबाट तिमीलाई नेतृत्व सिक्न भने के गर्नुपर्छ? समूहमा खुल्ला रूपमा इमान्दारितापूर्वक काम गर्नु पर्यो पहिलातिर। अनि त्यहाँको सबैलाई सम्मान गर्नु पर्यो।
व्यक्ति व्यक्तिबीच सम्बन्ध विस्तार गर्नु पर्यो, सबैलाई उत्तरदायी बनाउनु छ होइन। त्यो तिमीलाई पनि थाहा। मेन यो लेसनमा जानुपर्ने भनेकै मिनिङ हो अन्तर्वैयक्तिक सिपको, यसको फाइदा के हो भनेर जान्नु पर्यो होइन। म फेरि रिपिट गरिदिन्छु एकचोटि अन्तर्वैयक्तिक सिप के हो भन्ने। अन्त अन्तर्वैयक्तिक सिप भनेको आफूले नजानेको कुरा अरूसँग सोध्ने र आफ्ना विचार राखेर अरूसँग सञ्चार गर्ने सिप हो होइन। तिमीले यो बुझ्यौ होला भन्ने आशा गर्छु। यसरी नै हाम्रो